सबैलाई नमस्कार। हजुरहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज मैले फेरि पनि राम नवमीको अवसरमा भगवान श्री रामको जन्मकथा लिएर आएको छु। सर्वप्रथम त हजुरहरू सबैलाई राम नवमी पर्वको शुभकामना। हजुरहरूले मेरो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब र कमेन्ट पनि गर्नुहुने नै छ। अब मैले भगवान श्री रामको जन्मकथा सुनाउन गइरहेको छु। हजुरहरू सबैले ध्यान दिएर सुन्नुहुने नै छ भन्ने आशा पनि गर्दछु। अब म सुरु गर्न चाहन्छु भगवान श्री रामको जन्मकथा। हजुरहरू सबैलाई थाहा नै छ होला, सर्वप्रथम त त्रेतायुगको कुरो हो, जब रावण आदि हजारौं दैत्यहरूले, असुरहरूले देवतालाई दुःख दिन्छन्, ऋषिमुनिलाई मार्छन्, ऋषिमुनिको देवताको भाग खोजेर आफैले खान्छन् र इन्द्रलाई पनि रखटेर रावणले आफ्नो छोरा मेघनादद्वारा इन्द्रलाई लखटेर इन्द्रलाई पराजित गरेर इन्द्रमाथि विजय प्राप्त गरेर राजा भएर रावण बस्दछ। त्यसरी जब रावणले इन्द्रादि देवतालाई दुःख दिन्छ र पृथ्वी मातालाई नै धेरै कष्ट हुन्छ त्यसरी असुरहरूले दुःख दिँदा, त्यसै कारणले गर्दा इन्द्रादि 33 कोटी देवता र पृथ्वी माता भगवान ब्रह्माजी भटा जानुहुन्छ र भन्नुहुन्छ, हे भगवान, हाम्रो दुःखहरू हटाइदिनु पर्यो भगवान, हामीलाई धेरै कष्ट भयो भगवान, दैत्यहरूले हाम्रो बाघ खोजेर खाए भगवान, हामी न बस्न सक्यौं न खान पाए भगवान। पृथ्वीले पनि भन्छन्, मलाई धेरै कष्ट भयो भगवान, मैले यत्रा छोराहरूलाई राख्दा पनि तिनै छोराहरूले मलाई दुःख दिए भगवान, हजुरले मेरो भार हटाउनु पर्यो भगवान भनेर सबैले ब्रह्माजीको प्रार्थना गरेपछि, ब्रह्माजीको स्तुति गरेपछि ब्रह्माजीले भन्नुहुन्छ, हे देवता हो, मेरो कार्य त केवल सृष्टि गर्ने थियो, मैले सृष्टि गरेँ, हजारौंलाई जन्म दिए, पालन गर्ने त भगवान विष्णु नारायणले हो, हामीहरू सबै उहाँकै सामु जाउँ, उहाँकै प्रार्थना गरौँ, उहाँले अवश्य हाम्रो प्रार्थना सुन्नुहुनेछ भनेर ब्रह्माजीको आज्ञा भएपछि ब्रह्माजी सहित 33 कोटी देवता र पृथ्वी माता भाग्दै समुद्रमा पुग्नुहुन्छ र समुद्रमा पुगेर भगवान नारायणको स्तुति गर्नुहुन्छ। कस्तो स्तुति भने, ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। अर्थात जो शेष नागमाथि शयन गर्नुहुन्छ, जसको नाभिबाट स्वयं ब्रह्माजीको उत्पत्ति भयो, जसको नजिकमा, जसको वाम भागमा माता लक्ष्मी बस्नुहुन्छ, जसले हातमा शंख चक्र गदा पद्म धारण गर्नुहुन्छ, त्यस्ता भगवान भनेर देवताहरूले, पृथ्वी माताले, स्वयं ब्रह्माजीले स्तुति गर्नुहुन्छ र देवताहरूको स्तुति सुनेर भगवान विष्णु, भगवान नारायण जगन्नाथ प्रसन्न भएर दर्शन दिनुहुन्छ। कस्तो रूपमा दर्शन दिनुहुन्छ भन्दा, गरुडमाथि बसेका, आफ्ना काखमा लक्ष्मी मातालाई राख्नु भएका, हातमा शंख चक्र गदा पद्म धारण गर्नु भएका यस्ता भगवानले दर्शन दिएर सोध्नुहुन्छ, देवता हो, के दुःख पर्यो तिमीलाई, किन मलाई सम्झियौ, तिमीहरूलाई के चाहिएको छ भन, म अवश्य पूरा गर्नेछु। यसरी भगवानले भनिसकेपछि देवताहरू, ब्रह्माजी र पृथ्वी पनि खुसी हुँदै फेरि पनि स्तुति गर्न लाग्छन् र ब्रह्माजीले भन्नुहुन्छ, हे प्रभु, रावण आदि असुरहरूले पृथ्वीलाई अत्यन्त दुःख दिन्, पृथ्वी माताले भार खप्न सकिनन् प्रभु, र देवताहरू इन्द्रहरूको भाग पनि खोजेर खान थाले, इन्द्रको शासन हटाएर आफू नै इन्द्र समान भएर आफू नै राज्य गर्न थाले प्रभु। देवताको नित्य कर्म
ऋषिमुनिको नित्यकर्ममा विघ्न आयो प्रभु। हे पालनहार, हे पालनकर्ता प्रभु, हजुरले नै हाम्रो रक्षा गर्नु पर्यो प्रभु भनेर जब ब्रह्माजीले स्तुति गर्नुहुन्छ तब भगवान खुसी भएर चिन्ता नगर पृथ्वी, चिन्ता नगर देवता हो, चिन्ता नगर ब्रह्मा, म अब अवतार लिनेछु। म दशरथ नामका राजाको पुत्र भएर जन्मिनेछु। तिनको अहिलेसम्म कुनै पुत्र पनि भएको छैन र मेरै पत्नी बनेर, मेरै जीवन सङ्गिनी बनेर लक्ष्मी जनकको घरबाट जनककी पुत्री बनेर जन्मिने छिन्, सीता भनेर जसको नाम हुनेछ र मेरा 3 भाइ बनेर शङ्ख चक्र र स्वयं शेष जन्मिने छन्। अब तिमीहरूले चिन्ता नगर, तिम्रो दुःखको दिन गयो। अब हे सप्तऋषि, तिमीले गएर, हे नारद, तिमीले गएर दशरथ भएको ठाउँमा गएर भन, पुत्रेष्टि यज्ञ गरेपछि, पुत्र पाउने यज्ञ गरेपछि तिमीलाई 4 वटा पुत्र हुनेछ भनेर भनिदेऊ र तिनले पुत्रेष्टि यज्ञ गर्ने नै छन् र म जन्मिनेछु भनेर सबै देवताहरूलाई जाओ, अब बसाओ, अलि दिनपछि तिमीहरूले फेरि पनि सुख भोग गर्नेछौ भनेर वर दिएर भगवान अन्तर ध्यान हुनुहुन्छ। त्यसपछि नारदले गएर दशरथलाई भन्छन्, तिमीले पुत्रेष्टि यज्ञ गरेपछि तिमीलाई अवश्य पुत्र प्राप्त हुनेछ। यति भनेपछि दशरथको मनमा भन्छ नि, एउटा उखान छ नि, लड्डु फुट्छ भन्ने के, त्यस्तो चाहिँ गरेर दशरथ पनि अत्यन्त खुसी हुन्छन् र रमाउँदै आफ्ना मन्त्रीगणलाई पूजाको यज्ञको सामग्रीहरू तयार गर, जसलाई निमन्त्रणा दिनुपर्ने हो सबैले निमन्त्रणा देऊ भनेर त्यति भनेपछि पुत्रेष्टि यज्ञको लागि आफ्नो आचार्य गुरुदेव वशिष्ठ र उनका मित्रलाई राखेर नाना विधानले पुत्रेष्टि यज्ञ गर्छन् र भगवान अग्नि पनि खुसी भएर पायसको थाली लिएर हातमा उपस्थित हुनुहुन्छ र त्यो पायसको थाली दशरथले लिएर गए र त्यो थाली लगेर कौशल्यालाई र कैकेयीलाई लगेर दिनुहुन्छ। दुवै राजमाताले पुत्र हुन्छन् भन्ने थाहा पाएपछि खुसी हुँदै खान थाल्छन् र त्यही बिचमा सुमित्रा पनि मेरो भाग खै भनेर सोध्छिन् र दुवैको भागबाट आधा आधा सुमित्रालाई पनि दिन्छन् र त्यसपछि त्यो पायस खाएपछि महिना पूर्ण भएपछि माता कौशल्याको गर्भबाट भगवान रामको जन्म हुन्छ। भगवान राम पहिला त बच्चाको स्वरूपमा आउनु हुँदैन, पहिला भगवान विष्णुले आफ्नो शङ्ख चक्र गदा पद्म धारण गरेको स्वरूपको दर्शन दिनुहुन्छ र कौशल्या अत्यन्त खुसी भएर हर्षाश्रु गर्न लाउँछिन् र रुन्छिन् र भन्छन्, हे भगवान, म जस्तो पापिनीको घरमा हजुर कसरी आउनुभयो भगवान भनेर जब यी प्रश्न गर्न थाल्छिन्, रुन्छिन्, तब भगवान खुसी हुँदै भन्नुहुन्छ, तिमीले आफैलाई पापिनी नभन, तिमीले पहिलो जन्ममा मेरो खूब तपस्या गर्यौ, मेरो ध्यान गर्यौ र मलाई नै पुत्र पाऊँ भनेर चिन्तन गर्यौ, त्यसैले मैले अर्को जन्ममा पुत्र हुनेछु भनेर तिमीलाई भनेको थिएँ, त्यसैले म पुत्र भएको हुँ, तिमी अभागी हैनौ, तिमीबाट म जन्मिनु म भाग्यमानी हो भनेर भगवानले भनेपछि कौशल्य अझै खुसी हुन्छन् र भन्छन्, हे भगवान, हजुर त यस्तो स्वरूपमा आउनु भएन, हजुर सानो बच्चाको स्वरूपमा हुनु पर्यो, नत्र त सबैले शङ्का गर्छन् नि फेरि भनेपछि भगवान विष्णु तत्कालै सानो बच्चाको स्वरूपमा च्याइया गरेर रुनुहुन्छ। जब रुनुहुन्छ तब कौशल्याका सबै मनका ताप र कौशल्याले जुन दिव्य दर्शन पाएकी थिइन् ती पनि भुल्छिन् र पुत्र मोहमा पर्छिन् र दशरथ पनि पुत्र जन्मिएछन् भन्ने थाहा पाएर दर्शन गर्न आउँछन्। राज्यभरि हर्षै हर्ष हुन्छ, स्वर्गबाट देवताहरूले पुष्पवृष्टि गर्छन्, भगवान शिवजीले शङ्खनाद गर्नुहुन्छ। यस्तै प्रकारले भगवान रामको जन्म हुन्छ। हजुरहरूले भगवान रामको जन्मकथा सुनिसक्नु भएको छ। भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। धन्यवाद।